नमस्कार, यहाँहरूलाई स्वागत छ हाम्रो च्यानलमा। आज जग्गा देखाउने क्रममा काठमाडौँ गोकर्ण सुन्दरखानमा 4 आना 1 पैसा 2 दाम जग्गा लिएर आएको छु तपाईहरुको लागि। साह्रै राम्रो आकर्षक मोबाइल आकारको जग्गा रहेको छ। यो जग्गाको अगाडिको मोड यहाँहरूले 29 फिट चान्चुन पाउन सक्नुहुनेछ भने लम्बाइमा यहाँहरूले 53.5 फिट पाउन सक्नुहुनेछ। साह्रै राम्रो आकर्षक मिलेको जग्गा रहेको छ भने यो बाटो चाहिँ यहाँहरूले 12 फिटे ढलान बाटो पाउन सक्नुहुनेछ। ढल खानेपानीको लाइन पनि हालिसकेको छ, यहाँहरूले सुविधा पाउन सक्नुहुनेछ। साह्रै राम्रो आकर्षक जग्गा रहेको छ। बाटोमाथिको जग्गा रहेको छ भने यो जग्गा लिएर यहाँहरूले तुरुन्तै घर पनि बनाउन सक्नुहुनेछ भने लिएर राखेर यहाँहरूले छिटै फाइदा पनि खान सक्नुहुनेछ। साह्रै राम्रो आकर्षक मोबाइल आकारको मिलेको जग्गा रहेको छ। यो जग्गाको लम्बाइ यहाँहरूले 53 फिट चान्चुन पाउन सक्नुहुनेछ भने अगाडिको मोडा चाहिँ यहाँहरूले 29.5 फिट चान्चुन पाउन सक्नुहुनेछ। जम्मा 4 आना 1 पैसा 2 दाम जग्गा रहेको छ। फिल्डमा चाहिँ यहाँहरूले केही बढी पाउन सक्नुहुनेछ। खानेपानी बिजुली बत्ती ढल निकासा सम्पूर्ण सुविधा यहाँहरूले पाउन सक्नुहुनेछ भने स्कुल कलेज हस्पिटल यातायात सुविधा यहाँहरूले एकदमै नजिक पाउन सक्नुहुनेछ। पश्चिम फर्किएको साह्रै राम्रो आकर्षक मोबाइल आकारको जग्गा रहेको छ। यो यदि तपाईँहरू काठमाडौँ गोकर्ण सुन्दरखानतिर राम्रो खालको जग्गाको खोजीमा हुनुहुन्छ भने यो जग्गा तपाईँहरूको लागि उपयुक्त हुन सक्नेछ। एकचोटि आफै आएर भिजिट गरेर राम्रोसँग बुझेर यहाँहरूले लिन सक्नुहुनेछ। सुन्दरखान बसपार्क जाने मेन हाइवेबाट 2 किलोमिटरभित्र रहेको छ। चटक्क मिलेको राम्रो जग्गा रहेको छ। यो जग्गासम्म आउनको लागि यहाँहरू काठमाडौँ चाबेल बौद्ध जोरपट्टी चोकमा आएर देब्रेपट्टी साइडबाट छिरेर यहाँहरू थोरै अगाडि गोकर्ण मन्दिर आएर यहाँहरू सुन्दरखान जाने बाटो देब्रेपट्टी साइडबाट छिरेर यहाँहरू यो जग्गासम्म आउन सक्नुहुनेछ। यदि तपाईँहरूलाई पैसा पुगेन भने यो जग्गामा यहाँहरूलाई ब्याङ्किङको पनि सुविधा रहेको छ भने जग्गाधनीले बताएअनुसार यो जग्गाको मूल्य पर आना 23.5 लाख बताउनु भएको छ। यदि तपाईँहरूले तु पास गर्नुभयो भने मूल्यमा पनि तपाईँहरूकै भाउमा मिलाएर दिने जग्गाधनीले बताउनु भएको छ। स्क्रिनमा नम्बर राखिसकेको छु, सिधा कन्ट्याक्ट गरेर राम्रोसँग बुझेर डकुमेन्टहरू क्लियर हेरेर नापजाँच गरेर यहाँहरूले भाउ मिलाएर लिन सक्नुहुनेछ। यहाँहरूको पनि यसरी नै घर जग्गा बेच्नु परेमा अथवा किन्नु परेमा हामीलाई सम्झिन सक्नुहुनेछ। हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर यहाँहरूले साथ दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो च्यानललाई यसरी नै माया गरिदिनु होला, लाइक र सब्सक्राइब पनि गर्न नभुल्नु होला भन्दै आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। पुनः हामी अर्को भिडियो ल्याएर उपस्थित हुनेछु। यहाँहरूलाई धेरै धेरै धन्यवाद।